आजको यस सिसम 3 सैन्य आधार तालिमका शिक्षार्थीहरूको अन्तिम दलिल कवाज प्रदर्शनी कार्यक्रमको शुभ अवसरमा म कार्यक्रम उद्घोषक मदन तामाङ यहाँहरूलाई श्री महावीर सौरीगण रेन्जर परिवारको तर्फबाट हार्दिक स्वागत गर्दै कार्यक्रम सञ्चालन गर्ने अनुमति चाहन्छु। उपस्थित अतिथि महानुभावहरू, यहाँहरू सबैलाई आफ्नो स्थानमा आसन ग्रहणको लागि विनम्र अनुरोध गर्दछु। 250 वर्षभन्दा लामो संस्थागत जीवन पार गरिसकेको नेपाली सेनालाई मातृभूमिको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रियताको रक्षा गर्ने अभिभारामा आवश्यक जनशक्ति तयार गर्ने महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको यस श्री महावीर सौरीगण रेन्जरले करिब 9 महिना अर्थात् 36 हप्ताको कठोर तालिम पश्चात यहाँहरू समक्ष कर्तव्यपरायण, इमान्दार, वफादार, अनुशासित र पेशागत दक्षताले निपुण 93 जना योग्य नेपाली नागरिकहरूलाई आज सैन्यबाट कर्मठ तथा दक्ष सिपाहीहरूको रूपमा दीक्षित गर्दै राष्ट्र सेवाको लागि तैनात हुन तयार गरिएको छ। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै गौरवशाली इतिहास बोकेको नेपाली सेनामा हिमाल, पहाड र तराईमा बस्नुहुने विभिन्न जात जाति तथा धर्मका नेपाली जनताहरू सम्मिलित रहेका छन्। यसै सिलसिलामा आज अन्तिम दलिल कवाज प्रदर्शन गर्ने सिसम 3 सैन्य आधार तालिममा सहभागी सैन्यहरूको प्रादेशिक विवरण प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु। कोशी प्रदेशबाट 14 जना, मधेस प्रदेशबाट 6 जना, गण्डकी प्रदेशबाट 12 जना, लुम्बिनी प्रदेशबाट 33 जना, कर्णाली प्रदेशबाट 17 जना र सुदूरपश्चिम प्रदेशबाट 11 जना गरी जम्मा 93 जना सैन्य हुनुहुन्छ। संविधान प्रदत्त हाम्रा विविध जिम्मेवारी एवं भूमिकाहरूमा राष्ट्र र राष्ट्रवासीको अपेक्षा अनुरूप नेपाली सेनाले आफ्नो पेशागत दक्षता तथा कर्तव्यपरायणताको अहम भूमिका राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत निर्वाह गरी शान्ति र स्थिरता कायम गर्न सफल भई आफ्नो विशिष्ट पहिचान स्थापित गरिरहेको कुरा सगर्व जानकारी गराउन पाउँदा हामीलाई हर्षानुभूति भइरहेको छ। नेपाली सेनाको यसै पेशागत निष्ठा र देशभक्तिलाई सहृदय आत्मसात गर्दै नेपाली सेनामा आबद्ध भई उच्च मनोबलका साथ सैन्य शिक्षार्थीहरू आज करिब 9 महिनाको कठोर तालिम सम्पन्न गरी अन्तिम दलिल कवाज प्रदर्शन गर्दैछन्। यस तालिमले शिक्षार्थीहरूलाई अनुशासित, इमान्दार, वफादार, चरित्रवान, कर्तव्यनिष्ठ, देश र जनताप्रति सदैव जिम्मेवार, निस्वार्थ सेवा, पेशागत ज्ञानमा निपुण र मानव अधिकार सम्बन्धी ज्ञान भएको सिपाही तयार गर्न सफल भएको कुरामा हामी विश्वस्त छौँ। यो अन्तिम दलिल कवाज पश्चात तालिमे सिपाहीहरू राष्ट्र र जनताको रक्षा, सम्मान र कल्याणको अभिभारालाई काँधमा बोक्दै आफ्नो कार्यक्षेत्रमा तैनात भई कर्तव्य पथमा सदैव अघि बढिरहने बेहोरा हामी सम्पूर्ण महानुभावहरूलाई विश्वास दिलाउन चाहन्छौँ। आदरणीय उपस्थित महानुभावहरू, अन्तिम दलिल कवाजमा भाग लिने शिक्षार्थी सैन्यहरू मार्च पास गर्दै कवाज प्रदर्शनको लागि परेड ग्राउन्डमा प्रवेश गर्दैछन्।
विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, आजको यस सिसम 3 सैन्य आधार तालिमको अन्तिम दलिल कवाजको शुभ अवसरमा यहाँहरू समक्ष नेपाली सेना र रेन्जरको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्दछु। नेपालको एकीकरणको समयदेखि नै राष्ट्र निर्माण र सुरक्षा कार्यमा नेपाली सेनाको अमूल्य योगदान रहेको कुरा सर्वविदितै छ। नेपाल एकीकरणको क्रममा नेपाल राज्यको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काङ्गडासम्म पुगेको बेहोरा स्मरण गराउन चाहन्छौँ। नेपाल राष्ट्रको एकीकरणको लागि नेपाली सेनाका वीर योद्धाहरूले बगाएको रगत, पसिना तथा गरेको बलिदानको कारण नै नेपालको गौरवमय अस्तित्व सम्भव भएको हो। नेपाली सेनाको नाम गोर्खाली सेना, शाही नेपाली सेना हुँदै नेपाली सेनाको नामबाट परिचित र समयानुकूल परिमार्जित हुँदै हालको अवस्थासम्म आइपुगेको छ। अदम्य साहस आदर्श वाक्य रहेको तत्कालीन श्री महावीरगढ रेन्जर विक्रम सम्वत 2058 सालदेखि विक्रम सम्वत 2062सम्म नेपाली सेनाले आफ्नो भूगोलभित्रको अति कठिन र प्रतिकूल जमिनहरूमा प्रतिविद्रोह अभियान सञ्चालन गरेको थियो। उक्त अभियान थालनी भए लगतै नेपाली सेनालाई एउटा भरपर्दो शीघ्र प्रतिक्रिया गर्न सक्ने थप फौजको आवश्यकता महसुस भयो। त्यसैको फलस्वरूप विक्रम सम्वत 2059मा एउटा इच्छुकहरू मात्र भएको उच्च स्तरको तालिम प्राप्त विशेष फौज जुन समष्टिगत रूपमा तत्कालीन प्रतिविद्रोह र अन्य आकस्मिक अपरेसनहरू सञ्चालन गर्न सक्षम हुने युनिटको रूपमा नेपाली रेन्जरहरूको उदय भयो। निरन्तर द्वन्द्वले सृजित परिस्थितिको परिणामस्वरूप तालिम सम्पन्न गरे पश्चात तुरुन्तै अपरेसनमा भाग लिन सक्ने गणको स्थापना भयो। यद्यपि आधारभूत रूपमा एउटा हेली असल स्ट्राइक फौज भए तापनि नेपालको आन्तरिक द्वन्द्वको मौलिकता एवं तत्काल ध्यान दिनुपर्ने अपरेसनल आवश्यकताहरूले अन्ततगत हरेक जमिनी हालतमा अपरेसन सञ्चालन गर्न सक्षम युनिटको रूपमा तत्कालीन महावीरगढ रेन्जर खडा भयो। यसरी स्थापना कालदेखि नै विभिन्न अपरेसनहरूमा विशिष्ट ढङ्गबाट नेपालको 75 जिल्लामध्ये 55 जिल्लामा एउटा पनि लडाइँमा नहारी महत्त्वपूर्ण अपरेसनहरू सञ्चालन गरेको थियो। रेन्जरहरूको अति लोकप्रिय उक्ति रेन्जरको लागि अपरेसन भनेको वस्तुको लागि घाँस जस्तै हो, जसले युनिटको लडाइँ गर्न सक्ने जमातको भावना झल्काउँछ, जसको सरल र स्पष्ट मुख्य वाक्य भनेको अदम्य साहस हो। विक्रम सम्वत 2059मा गणको स्थापना भएदेखि यस गण छाउनी स्थित हिमालय ब्यारेक र पोखरा एयरपोर्ट ब्यारेकमा अवस्थित छ भने तालिम क्याम्प सुरुमा ललितपुरको लेलेमा थियो भने नगरकोटमा रहेको छ। रेन्जरगण सुरुमा मुख्य फौजको रूपमा 10 बाहिनी अन्तर्गतका युनिटहरूबाट इच्छुक व्यक्तिहरूलाई लिई एक गुल्मको नफरीमा खडा भएको थियो। उक्त गुल्मलाई तत्कालीन सेनानी अनुपजङ थापाले पहिलो गुल्मपतिको रूपमा नेतृत्व तथा तालिम दिनुभएको थियो र क्रमशः रूपमा प्रमुख सेनानी प्रहलाद थापा गणको पहिलो गणपतिको रूपमा नियुक्त हुनुभएको थियो। नेपाली रेन्जर जमिनबाट जाइ लाग्ने एक विशेष योद्धा भएकोले रणभूमिमा तीव्र गतिमा अगाडि बढ्दै डटेर लड्छ भन्ने नेपाल आमाको विश्वासलाई म कहिले बिर्सने छैन भन्ने रेन्जर प्रणलाई आत्मसात गर्दै विक्रम सम्वत 2061 सालमा पाण्डुन लडाइँ कैलाली, विक्रम सम्वत 2061 साल दाहाखानी लडाइँ चितवन, विक्रम सम्वत 2062 सालको लडाइँ डाँडाबासको मुठभेड मकवानपुर, विक्रम सम्वत 2062 सालको कामीडाँडाको मुठभेड काभ्रेपलाञ्चोक र विक्रम सम्वत 2062 सालकै मुठभेड जस्ता लडाइँहरूमा उच्च स्तरको अदम्य साहस तथा रणकौशल देखाई तत्कालीन विद्रोहीहरूलाई परास्त गर्न रेन्जरको भूमिका अनुकरणीय तथा प्रशंसनीय रहेको थियो। विक्रम सम्वत 2075मा तत्कालीन महावीरगढ रेन्जरलाई साङ्गठनिक रूपमा अभिवृद्धि तथा परिमार्जन गर्ने क्रममा रेन्जर रेजिमेन्ट, फर्स्ट रेन्जर बटालियन र सेकेन्ड रेन्जर बटालियनको रूपमा स्थापना भएको थियो। यसै क्रममा मिति 2075 साल फागुन 20 गते निशान झण्डा लिई क्रमिक रूपमा नाम परिवर्तन भई श्री महावीर सौर्यगढ रेन्जरको रूपमा कार्यरत रहँदै आएको छ। यस गणभित्र निम्नानुसार छुट्टै छुट्टै विशेषता भएका 3वटा गुल्म र 1 हेक्वा गुल्म गरी जम्मा 4वटा गुल्महरू रहेका छन्। क गुल्म सहरी इलाकामा गरिने कारबाही, ख गुल्म उच्च पहाडी इलाकाको कारबाही, ग गुल्म प्रतिविद्रोह तथा जङ्गल इलाकाको कारबाही, हेक्वा गुल्म बन्दोबस्तीको रूपमा रहेको छ र हाल यस गणका 6औं गणपतिको रूपमा मिति 2082 श्रावण 11 गतेबाट प्रमुख सेनानी श्री
आयुष विक्रम राणा कार्यरत हुनुहुन्छ। मिति 2081 साल मङ्सिर 16 गतेबाट सञ्चालन भएको सिसम 3 सैन्य आधार तालिमका शिक्षार्थीहरूलाई देशको परिस्थिति अनुरूप आइपर्न सक्ने सम्भावित चुनौती र सामना गर्ने उपायबारे शारीरिक सहिष्णुता, फिल्डक्राफ्ट, ब्याटलक्राफ्ट, म्याप मार्किङ, हतियार ह्यान्डलिङ, बाधापार तथा फायरिङ जस्ता विषयहरूमा 9 महिना लामो तालिम अवधिमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिलाइएको छ। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने उक्तिलाई आत्मसात गरी आफ्नो तालिमको कठोर दिनहरू संयमतापूर्वक व्यतीत गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै आएका सिसम 3 सैन्य आधार तालिमका 93 जना कर्मठ सैन्यहरू आज यस दलिल ख्वाज प्रदर्शनको लागि उच्च हौसलाका साथ तपाईँ हाम्रो अगाडि तम तयार रहेका छन्। अब कवाज प्रमुख सहसेनानी सुजन कार्की परेड ग्राउन्डमा प्रवेश गर्दै हुनुहुन्छ। विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, अब गण झण्डा टोलीले परेड ग्राउन्डमा जग्गा लिँदैछन्। उपस्थित सम्पूर्ण महानुभावहरूलाई झण्डा सलामीको समयमा आफ्नो स्थानमा उठिदिनु हुन विनम्र अनुरोध गर्दछु।
विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, अब यहाँहरूलाई यस कवाजमा भाग लिने मुख्य व्यक्तिहरूको साधारण जानकारी गराउँदछु। सबैभन्दा अगाडि कवाज प्रमुख सहसेनानी श्री सुजन कार्की, तालिमी ज्येष्ठ शिक्षार्थी सैन्य अविरल कोइराई, गण झण्डामा हुनुहुन्छ सैन्य तिलक गुरुङ। यसै गरी पछाडि दाहिनाबाट क्रमश नम्बर 1 सेमु, सेमु ज्येष्ठ शिक्षार्थी सैनी दिलमहर, नम्बर 2 सेमु, सेमु ज्येष्ठ शिक्षार्थी सैनी महेश खड्का। यसै गरी नम्बर 3 सेमु, सेमु ज्येष्ठ शिक्षार्थी सैनी सुरेश कुलुङ हुनुहुन्छ। साथै सबैभन्दा पछाडि सैनिक ब्यान्ड टोली रहेको छ, जसको टोली प्रमुख प्राहु दीपक दर्जी हुनुहुन्छ। विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, हामी यति बेला प्रमुख अतिथिज्यूको प्रतीक्षामा रहेका छौँ। कृपया केही समय धैर्य धारणा गरी बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, अब आजको अन्तिम दलिल कवाज समारोहका प्रमुख अतिथि श्री महावीर योजना तथा समन्वय महाशाखाका महाशाखापति महासेनानी श्री प्रभाकर खड्काज्यूको आगमन हुँदैछ। सम्पूर्ण अतिथि महानुभावहरूलाई प्रमुख अतिथिज्यूको आगमनको समयमा आफ्नो स्थानमा उठिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, अब राष्ट्रिय धुन बज्न गइरहेको हुँदा सम्पूर्ण अतिथि महानुभावहरूलाई आफ्नो स्थानमा उठी राष्ट्रिय धुनप्रति सम्मान प्रकट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सम्पूर्णलाई आफ्नो यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
शिक्षार्थी जम्मा 93 अन्तिम दलिलको आवाज निरीक्षणको लागि तयार छ। अहिले आजको यस समारोहका प्रमुख अतिथिज्यूबाट कवाज निरीक्षण हुँदैछ। यति बेला सबैभन्दा अगाडि हुनुहुन्छ सैनी अविरल कोइराई। करिब 9 महिनाको कठोर तालिममा उहाँले सैद्धान्तिक र व्यवहारिक दुवैतर्फ उत्कृष्ट नतिजा हासिल गरी सर्वप्रथम भई खुकुरी होल्डर हुन सफल भएको छ। उहाँले आजको यस मार्च पास्ट कवाजलाई लिड गर्दै हुनुहुन्छ। यति बेला नम्बर 1 सेमुको 28 जनालाई लिड गर्दै हुनुहुन्छ सैनी दिल महर। बुवा नरपति महर र हरुली देवी महरको ज्येष्ठ सुपुत्रको रूपमा मिति 2060 साल मङ्सिर 12 गते शिखर नगरपालिका वडा नम्बर 5 तिजाली डोटीमा जन्म भएको हो। उहाँले राधाकृष्ण माध्यमिक विद्यालय डोटीबाट कक्षा 12 सम्मको अध्ययन गर्नुभएको छ। यति बेला नम्बर 2 सेमुको 28 जनालाई लिड गर्दै हुनुहुन्छ सैनी महेश खड्का। बुवा मानसिंह खड्का र आमा आइती खड्काको कान्छा सुपुत्रको रूपमा मिति 2062 माघ 11 गते छेडाघाट नगरपालिका वडा नम्बर 2 जाजरकोटमा जन्म भएको हो। उहाँले श्री इन्द्रज्योति माध्यमिक विद्यालय जाजरकोटबाट कक्षा 12 सम्मको अध्ययन गर्नुभएको छ। लिड गर्दै हुनुहुन्छ सैनी सुरेश गुलुङ। बुवा बोलन कुमार राई र आमा सुखमाइती राईको कान्छा सुपुत्रको रूपमा मिति 2060 साल वैशाख 5 गते सिलिचुङ गाउँपालिका वडा नम्बर 1 सङ्खुवा सभामा जन्मनु भएको हो।
उहाँले अरुण ढाली माध्यमिक विद्यालय धनकुटाबाट कक्षा 12 सम्मको अध्ययन गर्नुभएको छ।
सैन्यलागे राष्ट्र चलेगा जय हिंद। और पांच विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, अब पुरस्कार वितरणको कार्यक्रम रहेको छ। श्री महावीर सौर्यगण रेन्जरमा सञ्चालन भएको सिसम 3 सैन्य आधार तालिमको सैद्धान्तिक र व्यवहारिक पक्षमा सर्वोत्कृष्ट भई सर्वप्रथम हुने सैन्यलाई पुरस्कार वितरण गरिदिनुहुन श्रीमान प्रमुख अतिथिज्यू समक्ष जाहेर गर्दछु। सिसम 3 सैन्य आधार तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा उत्कृष्ट नतिजा हासिल गरी सर्वप्रथम हुन सफल अस्थायी बेनम 5864-2 सैन्य अविरल कोइराई, सैन्य अविरल कोइराई केपिलासगढी गाउँपालिका वडा नम्बर 7 खोटाङ स्थायी बसोबास गर्ने शमशेर राईको नाति बुबा मधु राई र आमा शान्ति राईको ज्येष्ठ सुपुत्रको रूपमा विक्रम सम्वत 2061 साल माघ 2 गते जन्मनु भएको हो। उहाँले श्री जाल्पा माध्यमिक विद्यालय खाँदबारी वडा नम्बर 2 सङ्खुवा सभाबाट एसईई पास गरी श्री वरुण बहुमुखी क्याम्पस खाँदबारी वडा नम्बर 7 सङ्खुवा सभाबाट 12 पास गर्नुभई मिति 2081 साल कार्तिक 14 गते सैन्य दर्जामा भर्ना भई यस गणमा मिति 2081 साल मङ्सिर 16 गतेबाट सञ्चालन भएको सिसम 3 सैन्य आधार तालिममा सैद्धान्तिक र व्यवहारिक दुवैतर्फ उत्कृष्ट अङ्क ल्याई सर्वप्रथम हुनुभएको छ। पुरस्कार वितरणको कार्यक्रम यही आएर समाप्त भएको जानकारी गराउँदछु। अब श्रीमान प्रमुख अतिथिज्यूमा आफ्नो मन्तव्य व्यक्त गरिदिनुहुन जाहेर गर्दछु। उपस्थित नवनियुक्त तालिमे सिपाहीहरूका परिवार र आफन्तजनहरू, उपस्थित अधिकृत पदिक सकल दर्जा एवं नवयुक्त तालिमे सिपाहीहरू, सर्वप्रथम यस श्री महावीर सौर्यगण रेन्जरमा सञ्चालित सिसम 3 सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको सलामी ग्रहण गर्ने सुअवसर प्राप्त गर्नुका साथै तपाईहरूबाट प्रदर्शित उच्च स्तरको कवाजको निरीक्षण गर्न पाउँदा म अत्यन्तै प्रभावित हुनुको साथै गौरवान्वित महसुस गरिरहेको छु। तपाईहरूले तालिममा गर्नुभएको 9 महिनाको कठोर परिश्रम, मेहनत, लगनशीलता तथा भर्खरै तपाईहरूले देखाउनु भएको जोसले भरपूर अन्तिम दलेल कवाजले तपाईहरूमा आधारभूत सिपाहीपनको गुणहरू र उच्च मनोबल विकास भएको स्पष्ट रूपमा झल्किएको छ। आजबाट तपाईहरू ओजपूर्ण गौरवशाली इतिहास भएको एकीकरण अभियानदेखि निरन्तर रूपमा राष्ट्र निर्माण तथा राष्ट्र सेवामा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वच्छ छवि बनाएको नेपाली सेना जस्तो गरिमामय संस्थाको सिपाही दर्जामा नियुक्ति हुनुभएको यस सुखद घडीमा तपाईहरू सबैलाई नेपाली सेना तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै नेपाली सेनाको सदस्यको रूपमा सहृदय स्वागत गर्दछु। साथै आगामी दिनहरूमा तपाईहरूको सफल सैनिक जीवनको कार्यकालको लागि समेत शुभकामना व्यक्त गर्दछु। नवआयुक्त तालिमे सिपाहीहरू, आजबाट तपाईहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरा तपाईहरूलाई म स्मरण गर्न चाहन्छु। शान्तिको समयमा सेनाको प्रमुख दायित्व भनेको भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरूलाई दृष्टिगत गर्दै तालिम मार्फत दक्ष, चुस्त, दुरुस्त र पेसावर फौज तयार गर्नु हो।
सीमित सोच साधनका बावजुद नेपाली सेनाले आफ्ना सकल दर्जाहरूलाई स्तरीय तालिमहरू प्रदान गर्दै आइरहेको छ। यद्यपि बदलिँदो विश्व परिवेश तथा नवीनतम प्रविधिहरूको विकास र प्रयोगका कारण विश्वमा नयाँ नयाँ सुरक्षा चुनौतीहरू थपिएका छन्। यस्ता सुरक्षा चुनौतीहरूलाई सामना गर्न सक्ने जनशक्तिको उत्पादन गर्न आधारभूत तालिमहरूलाई विशेष महत्त्व दिई नेपाली माटो र भूगोल सुहाउँदो पाठ्यक्रम तर्जुमा गरेर तपाईहरूलाई तालिम प्रदान गरिएको थियो। आधारभूत तालिम तपाईहरूको सैनिक जीवनको सुरुवात मात्र हो। आगामी दिनहरूमा तपाईहरूलाई विभिन्न सैनिक पेशागत तालिमहरूले अझै माझ्दै र तिखार्दै लैजानेछ। तपाईहरूले यस तालिममा सिक्नु भएको विविध आधारभूत तालिमका पक्षहरूलाई थप परिष्कृत गरी व्यक्तिगत तथा पेशागत क्षमता बढाउँदै समग्र सङ्गठनको हितमा लगाउनु हुनेछ र देशले मागेको खण्डमा ज्यानको प्रवाह समेत नगरी निस्वार्थ सदैव नेपाली सेनाप्रति वफादार रही आफ्नो कर्तव्य पथमा अटल भई कार्य गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित एवं कर्तव्यनिष्ठ सिपाही हो भन्ने उद्धारलाई हर हमेसा मनन गर्न र सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई अनुसरण गर्दै कर्तव्य पथमा तपाईहरूले आफ्नो व्यावसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेशाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमान्दार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास नेपाली सेनाले लिएको छ। यसै क्रममा नेपाली सेनामा तालिमको महत्त्व तथा अपरिहार्यतालाई मध्यनजर राखी प्रधान सेनापति ज्यूको अभिप्राय बमोजिम सैनिक तालिम र शिक्षालाई थप प्रभावकारी बनाउने लक्ष्य श्री सैनिक तालिम महानिर्देशनालयद्वारा राखिएको र उक्त लक्ष्य प्राप्तिका लागि विभिन्न कालखण्डमा हाम्रा पुर्खाहरूले लडेका लडाईँ, हाम्रो इतिहास, भूगोलका विभिन्न आयामहरू र विगत द्वन्द्वको समयमा सिकेका पाठ तथा सङ्गालेका अनुभवहरूलाई समेत सकल दर्जाको पेशागत दक्षता, अभिवृद्धि, वृत्ति विकास तथा सामूहिक तालिमहरूमा उपयुक्त पाठ्यक्रमको रूपमा समावेश गरी तालिमहरू सञ्चालन गरिने म यहाँ उपस्थित सकल दर्जाहरूलाई अवगत गराउन चाहन्छु। नवआयुक्त तालिमे सिपाहीहरू राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च कार्यकौशलता र व्यावसायिक क्षमता प्रदर्शन गरी ख्याति कमाएको छ, जसलाई नयाँ पुस्ताहरूले समेत निरन्तरता दिनु अति आवश्यक छ। तपाईहरूको नवीन सोच, भविष्य उन्मुख खतरा र चुनौतीहरूलाई विश्लेषण गर्ने क्षमता, साङ्गठनिक स्थायित्व, आधारभूत सिपाहीपनका गुणहरू, राष्ट्रप्रेम, देश, संस्था र पेशाप्रति वफादार तथा व्यावसायिक क्षमता, अभिवृद्धि जस्ता विविध आधारभूत पक्षहरू व्यक्तिगत तथा संस्थागत रूपमा हासिल गरे मात्र नेपाली सेनाको ख्याति अझ उच्च स्तरमा पुर्याउन सकिने देखिन्छ। उल्लेखित पक्ष तथा जिम्मेवारीहरूलाई तपाईहरूले हर हमेसा मनन गरी आफ्नो दायित्व निर्वाह गर्न सदैव कटिबद्ध रहनुहुनेछ भन्ने विश्वास लिँदै तपाईहरूले कडा परिश्रम र दृढ निश्चयका साथ सैन्य आधार तालिम सफलतापूर्वक सुसम्पन्न गर्नुभएकोमा सम्पूर्ण नवनियुक्त तालिमे सिपाहीहरूलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना दिन चाहन्छु। अन्त्यमा तपाईहरूलाई नेपाली सेनामा आबद्ध भई मातृभूमिको सेवामा समर्पित रहन अभिप्रेरित गराउनु हुने आदरणीय बुवा, मुवा लगायत आफन्तजनहरूलाई नेपाली सेनाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु। यसै गरी यस सैन्य आधार तालिमको सञ्चालन तथा व्यवस्थापनमा खटिनुहुने श्री महावीर शौर्य गण रेन्जरका गणपति, अधिकृत पदिक लगायत सकल दर्जाका शिक्षकहरू सहित समारोहमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। पास आउट हुनुहुने सम्पूर्ण तालिमे सिपाहीहरूलाई पुनः एकपटक हार्दिक बधाई दिँदै मेरो मन्तव्य यहीँ टुङ्गाउँछु। धन्यवाद। अब हामी सबै मिली जय जयकार मनाऊ। निशान भगवतीको, श्री नेपाली सेनाको, श्री महावीर योजना तथा समन्वय महाशाखाको, श्री महावीर शौर्य गण रेन्जरको धन्यवाद।
आदरणीय अतिथि महानुभावहरू, यही अन्तिम दलिल कवाज पश्चात तालिमे सिपाही हुनुभएका नवप्रवेशी सिसम 3 का सिपाहीहरूलाई हार्दिक बधाई दिन चाहन्छौँ। अदम्य साहस सधैँ बोकेर छातीमा, अदम्य साहस सधैँ बोकेर छातीमा, जन्म्यो सैनिक रेन्जर नेपाली धरतीमा, जन्म्यो सैनिक रेन्जर नेपाली धरतीमा। अटल विश्वास हर पल राखेर मनमा, अटल विश्वास हर पल राखेर मनमा, सिङ्गो शरीर अर्पित हुन्छ।
सङ्कट पर्दा झुल्किदिन्छौँ आकाश र जमिनमा सङ्कट पर्दा झुल्किदिन्छौँ आकाश र जमिनमा ईश्वरलाई साक्षी राखी सत्य कुरा बोल्छौँ हो ईश्वरलाई साक्षी राखी सत्य कुरा बोल्छौँ निस्वार्थ भावले देशको सेवा रात दिन गर्छौँ निस्वार्थ भावले देशको सेवा रात दिन गर्छौँ सम्मान गर्छौँ श्रद्धा गर्छौँ ठुला र सानाको सम्मान गर्छौँ श्रद्धा गर्छौँ ठुला र सानाको एकजुट भई लक्ष्य चुम्छौँ नेपाली साराको एकजुट भई लक्ष्य चुम्छौँ नेपाली साराको साहस सधैँ बोकेर छातीमा अदम्य साहस सधैँ बोकेर छातीमा जन्म्यो सैनिक रेन्जर नेपाली धरतीमा जन्म्यो सैनिक रेन्जर नेपाली धरतीमा सैनिक रेन्जर महावीर रेन्जर बहादुर रेन्जर जोसिलो रेन्जर सैनिक रेन्जर महावीर रेन्जर बहादुर रेन्जर जोसिलो रेन्जर सैनिक रेन्जर